नमस्कार, जय मसी। हामी यहाँनिर यात्रामा छौँ, पैदल यात्रा। यो चाहिँ हामी अहिले ललितपुरको इमाडोल ओचो हाइट भन्ने ठाउँमा छौँ। ओचो हाइट भन्छ यो ठाउँलाई। यहाँनिरको भौतिक संरचना चाहिँ यस्तो छ, सबै खाल्टाखुल्टी। यता चाहिँ बाटो बन्दैछ भर्खर, यहाँनिर बन्दैछ। यहाँ आइपुगेको छ बाटो बन्दै बन्दै। जस विकास हुँदैछ, कुना काप्चा हुँदै सबैतिर। यहाँ चाहिँ एउटा मन्दिर छ। यो मन्दिरको नाम चाहिँ सर्वेश्वर महादेव मन्दिर अरे। सर्वेश्वर महादेव मन्दिर यो रहेछ। यहाँ हेरिहाल्नु। काठमाडौँ उपत्यका बालेनको सहर भनेर चिनिन्छ नि त है। तर अब बालेनले शासन गरेको ठाउँ मात्रै बालेनको सहर भएको कारणले होला, अन्त चाहिँ भौतिक संरचना, सरसफाइ आदि इत्यादिहरूमा सुधार आएको छैन खासै। यो भौतिक संरचनाहरू हेर्दा पनि एकदमै काठमाडौँमा पनि खाल्टाखुल्टीहरू है, अनि खोल्साखोल्सीहरू, यो पानी आएर भत्किएर त्यस्तै अवस्था भइराखेको छ। फोहोर पनि, यो प्रदूषण पनि नियन्त्रण छैन, अनियन्त्रित नै छ। तैपनि पहिला पहिला हामी आजभन्दा 10-12 वर्ष 15 वर्ष पहिला जुन आउँथ्यौँ हामी उपत्यकामा, त्योभन्दा चाहिँ सरसफाइहरू धेरै राम्रो भएको छ, सुधार भएको छ, विकास पनि भएको छ पहिलाको तुलनामा चाहिँ। घरहरू पनि धेरै बनेको छ। यो गाउँमा पनि यति धेरै घरहरू छ, अनि सबै ठाउँमा कुना काप्चा हुँदी पनि सबै ठाउँमा सुविधाहरू राम्रै छ। अब हामी बाहिरबाट घुम्न आयो भने त सर सिटीमा होइन, बजार हुँदी मात्रै घुम्ने गर्छौँ। तर भित्रभित्र उपत्यकाको भित्रभित्र कुना काप्चा हुँदी गाउँतिर हामी पुग्दैनौँ। तर पनि पहिला 10-12 वर्ष अगाडि काठमाडौँमा आउँदाखेरि हामी गाउँमा जाँदा पनि कति धेरै बाटोहरू, गाडीहरू पनि पुगेको थिएन। हामी पहिला त्यो सुटिङमा हिँड्दाखेरि पनि थाहा छ। तर ती ठाउँहरूमा पनि अहिले चाहिँ जे होस्, सानो सानो भए पनि मोटर बाटोहरू चाहिँ पुगेको छ। विकासहरू हुँदैछ सबै ठाउँमा। अहिले चाहिँ हामी यो ओचो हाइटको नर्सरी, यहाँनिर नर्सरी छ नजिकै, त्यहाँ पुगेका छौँ। त्यहाँदेखि नजिकै समाता स्कुल पनि छ। पहिला चाहिँ यो स्कुललाई भाटे स्कुल भन्थ्यो, यो महजोडीले खोलेको स्कुल त्यो पनि छ। यहाँनिर समाता स्कुल पनि छ। पढाइ एकदमै राम्रो छ, फी पनि सस्तो छ। कतिपय स्कुल बोर्डिङ पढाउनको लागि चाहिँ धेरै फी चार्जहरू लाग्ने अवस्थामा चाहिँ हामीले समाता स्कुलमा पनि नानी बाबुहरूलाई मिडियम इङ्ग्लिस छ, पढाउन सकिन्छ, राम्रो छ। यो सानो नर्सरी छ, ओचो हाइटको नर्सरी भनेको चाहिँ यही हो। अनि यहाँनिर एउटा कृष्ण मन्दिर छ, म त्यो ठ्याक्कै देखाउँछु। त्यहाँनिर चाहिँ भर्खरै 2 महिना भयो होला, करिब 2 महिना अगाडि एकजना व्यक्तिलाई त्यहाँनिर काटेको 2 महिना मात्रै भएको छ। ठ्याक्कै त्यहाँनिर आएर राति 12 बजी, ठ्याक्कै 12 बजी राति चाहिँ आफ्नै साथीले त्यो मन्दिर गेट अगाडि घाँटीमा चट्टै छिनालेको थियो है। यहाँनिर यही मन्दिर हो, यही कृष्ण मन्दिरमा हो मन्दिर। यही मन्दिरको गेटमा चाहिँ काटेको, अनि त्यसको टाउको चाहिँ भित्र उछिटिएर मूर्तिको छेउमा पुगेको थियो। र
अनि रातिको 12 बजे उसको बडी चाहिँ जिउ चाहिँ छिनालिएको, टाउको छिनालिएको जिउ चाहिँ मन्दिर बाहिर थियो र टाउको चाहिँ मन्दिरको गेटभित्र थियो है। यहाँनिर त्यस्तो घटना भएको थियो 2 महिना अगाडि। अहिले चाहिँ हामी यही भैँसीपाटी जाँदैछौँ। मेरो साथी हुनुहुन्छ सिर्जनाज्यू। हामी अब अझै छ गाडीमा चढ्नको लागि, अझै 5 मिनट जति हिँड्नुपर्छ। अनि त्यहाँदेखि यहाँ यो इमाडोल गाविस भन्छ, इमाडोल गाविसबाट गाडी चढ्न पाइन्छ। अनि त्यहाँबाट ग्वारको पुगिन्छ। अनि ग्वारकोबाट फेरि गाडी चेन्ज गर्नुपर्छ। त्यसो गर्दै गर्दै हामी चाहिँ ठ्याक्कै यहाँ पुग्नेछौँ। यो चाहिँ ललितपुरको इमाडोल ओछु हाइट भन्ने गाउँ हो। यस्तो छ गाउँ। फलफुल, साग सब्जी आदि इत्यादि सबै कुरा चाहिँ घरकै अगाडि नै है, गेटकै छेउछेउमा नै पाइन्छ। छेउछेउमै भनौँ न, सबै गाउँ भए पनि सबै थोकको सुविधा छ। यसरी गाडी पनि आउँदैछ। पसलहरू पनि छ, कपडा पसल, किराना पसल, सबै यहाँनिर फलफुल पसल छ। यदि हजुरहरू यो उपत्यकामा हुनुहुन्छ, मेरा प्रिय साथीहरू, हजुरहरू भनेदेखि हजुरहरू भेटघाटको लागि आउनु पर्यो भने ठ्याक्कै ओछु हाइटको लोकेसन चाहिँ यो बाटोलाई, यो भिडियोलाई हेरेर फलो गर्दै आउन सकिन्छ। सजिलो छ, नगर्दा यो अलिकति ओछु हाइट जाँदा चाहिँ उकालो चढ्नुपर्छ थोरै बाटो। यहाँ हामी चाहिँ अहिले ओछु हाइटबाट जाँदैछौँ। त्यो भएको कारणले गर्दा ओह्रालो झर्दैछौँ। यहाँनिर अब यो उकालो कट्ने बित्तिकै त्यो मान्छे काटेको मन्दिर आउने हो है। अनि यहाँबाट ठ्याक्कै ओह्रालो झरिसकेपछि हामी चाहिँ गाविस पुगिन्छ। यसरी चलिराखेको छ हाम्रो दैनिक जीवनयात्राहरू। अस्तव्यस्त छ काठमाडौँ सहर। मानिसहरू सबैजना आफ्नै व्यस्ततामा, आफ्नै काम धन्दामा, आफ्नै रोजगारमा सबैजना व्यस्त हुनुहुन्छ। हामी सबैजना यसरी नै व्यस्त हुनुपर्छ। समयलाई सदुपयोग गर्नुपर्छ। समयको खेर फाल्नु हुँदैन। हामी सबैजनाले एक मिनेटको पनि महत्त्व छ। फेरि त्यो गइसकेको समयलाई चाहिँ फेरि हामीले फर्काएर ल्याउन सकिँदैन। समयले हामीलाई लतार्छ, तर हामीले समयलाई लतार्न सकिँदैन। त्यसैले हामी चाहिँ समयअनुसार चल्न सक्यो भने हामी सबै कुराहरूमा चाहिँ सक्सेस हुन्छ। तर समय उम्केर गइसक्यो भनेपछि चाहिँ हामीले फेरि त्यो उम्केर गइसकेको समयलाई चाहिँ लिएर पछुताउन सिवाय केही पनि गर्न सक्दैनौँ। हामीले समयलाई चिन्न सकेनौँ, समयको सदुपयोग गर्न सकेनौँ भने हामीले पछि गएर पछुताउनु पर्ने परिस्थिति पनि आउँछ। त्यो भएर हरेक कुराहरू, हरेक कामहरू हामीले समयमा नै गर्नु, समयमा नै निर्णय लिनु चाहिँ हाम्रो जीवनको लागि अत्यन्तै उपयोगी हुन्छ। हस् त, सबैजनालाई आजको मेरो ब्लग यहीँसम्म रह्यो। फेरि पनि कुनै यात्रामा भेट हुनेछ। सबैजना
व्यस्त रहनुहोला, खुसी रहनुहोला, सुखी रहनुहोला। हजुरहरूको हर समय हर पल आशिषमय